And welcome के छ त केटा हो हाल खबर म आइसके फेरि अर्को नयाँ भिडियो लिएर र यस भिडियोमा हामी हेर्नेछौँ डिएलएसमा हामीले कसरी आफ्नो किट वा आउटफिट डाउनलोड गर्ने त कसरी हामीले नि रियल म्याड्रिडको जर्सी लगाउने त कसरी हामीले बार्सिलोनाको जर्सी लगाउने त कसरी हामीले एल क्लासिकको जर्सी लगाउने त भन्ने कुरा हामी यस भिडियोमा सिक्न जाँदैछौँ र त्यसैले यो भिडियोलाई पुरा हेर्नुहोला र मन परे लाइक गर्नुहोला र सब्स्क्राइब गर्नुहोला सो लेट स्टार्ट द भिडियो सर्वप्रथम तपाईहरुले के गर्नुपर्छ भन्दा यस्तो कस्ट्युम रियल म्याड्रिड बार्सिलोना म्यान्चेस्टर युनाइटेड म्यान सिटी लगायत अन्य प्रिमियर लिग ला लिगा जस्ता बुन्डेस लिग जस्ता क्लबहरुका किटहरु डाउनलोड गर्नका लागि तपाईले डायमन्ड र कोइन तपाईसँग हुनुपर्छ 150 डायमन्ड लगभग तपाईसँग हुनुपर्छ र त्यो कसरी कमाउने मैले भिडियो बनाइसकेको छु युट्युबमा गएर हेर्नु होला त्यो भिडियो युट्युबमा छ र त्यसैगरी तपाई आफ्नो किटहरु डाउनलोड गर्नका लागि तपाई पहिला क्लबमा जानुपर्ने हुन्छ क्लब अप्सन रहेको छ र क्लब अप्सनमा गइसकेपछि कस्टमाइज भन्ने ठाउँमा गएर तपाईले आफ्नो ड्रेसअपहरु चेन्ज गर्न सक्नुहुन्छ र त्यसको लागि तपाईहरुलाई एउटा युआरएल चाहिन्छ त्यो तपाईले जुनसुकै वेबसाइटमा गएर सर्च गर्दा पनि भेटाउन सक्नुहुन्छ र त्यो युआरएल तपाईले त्यहाँ पेस्ट गरिसकेपछि एकछिन प्रोसेस गर्छ र त्यो किट तपाईको मोबाइलमा डाउनलोड हुन्छ र त्यसलाई तपाईले सजिलोसँग लगाएर खेल्न सक्नुहुन्छ र म तपाईहरुलाई प्रोसेस पनि देखाउँछु कसरी युआरएल कपी गरेर कसरी पेस्ट गर्ने भन्ने कुरा ल यसमा हेर्न सक्नुहुन्छ म गुगलमा गएर एउटा वेबसाइटमा सर्च गरेको छु म्यान्चेस्टर युनाइटेडको किट अहिले 2024-25 को र त्यो किटको युआरएल यहाँ खोज्नुपर्ने हुन्छ र यहाँ तल गइसकेपछि तपाईले एउटा लोगोको तपाईले युआरएल भेट्नुहुन्छ त्यो युआरएल लाई तपाईले सजिलोसँग कपी गरेर त्यसलाई त्यहाँ लगेर पेस्ट गर्नुहुन्छ मलाई अहिले जर्सीको चाहिएको छ त्यसकारण म जर्सी हेरिरहेको छु मैले यहाँ मुनि नि धेरै जर्सीहरु छ होम किट अवे किट गोलकिपर किट लगायत थर्ड किट सबै किट हुन्छ मैले चाहिँ म्यान्चेस्टर युनाइटेडको फर्स्ट किटलाई कपी गरेर अब गेममा गएर मैले त्यसलाई पेस्ट गर्छु र पेस्ट गर्नका साथ मैले त्यो जर्सी प्राप्त गर्छु तपाईले हेर्न सक्नुहुन्छ अब म गेममा गइसकेँ र गेममा गएर कस्टमाइजमा गएर मैले त्यो युआरएल पेस्ट गर्छु र पेस्ट गर्ने बित्तिकै एकछिन लोडिङ हुन्छ लोडिङ हुन साथ मलाई त्यो जर्सी सजिलोसँग प्राप्त हुन्छ र यो जर्सी प्राप्त गर्नका लागि तपाईहरुलाई 150 डायमन्ड आवश्यक पर्छ 150 डायमन्डले तपाईहरुले त्यो वेबसाइट भन्दा पनि तपाईले त्यो कस्टमाइजमा आएर तलपट्टि एउटा अप्सन हुन्छ त्यो अप्सनमा त्यहाँ 150 डायमन्ड युज गरिसकेपछि तपाईहरुलाई अप्सन क्लेम गर्ने अप्सन आउँछ त्यो अप्सनमा क्लेम गरिसकेपछि तपाईहरुले युआरएल पेस्ट गर्न सक्नुहुन्छ र तपाईले गेम प्ले पनि हेर्न सक्नुहुन्छ यसरी हामीले जर्सी लाएर हामीले गेम खेल्न सक्छौं जसले गर्दाखेरि हाम्रो अलिकति ओरा पनि प्लस हुन्छ त्यसकारण यति नै हामी फेरि अन्य भिडियो लिएर आउँछौं र यो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला मैले यसको फुल टपिक